हेलो गाइज, मेरो नाम प्रकाश छ र यो चाहिँ मेरो फर्स्ट भ्लग। म चाहिँ नेपाल ब्याङ्क लिमिटेडमा काम गर्छु र मैले चाहिँ अबदेखि चाहिँ डेली मेरो डेली रुटिन के छ, म मेरो ब्याङ्कमा को काम गरेर आफ्नो टाइम एक्स्ट्रा टाइम कसरी युज गर्छु, कसरी युटिलाइज गर्छु र डेली मेरो एक्टिभिटी रिलेटेड चाहिँ ब्लग बनाउँछु। हजुरहरूले साथ दिनु होला। र मेरो चाहिँ 2 दिन ट्रेनिङ परेको छ क्यासियर गोल्ड टेस्टरको। त्यस सम्बन्धीको पुरा जानकारी म दिनेछु। हजुरहरू भिडियोसँग जोडिनु होला। अहिले म मेरो अफिस नेपाल ब्याङ्क लिमिटेडतर्फ जाँदैछु। म चाहिँ नेपाल ब्याङ्क लिमिटेडमा आइसकेको छु र उहाँ चाहिँ म गेट गर्दैछु। हामी चाहिँ यस गाडीमा जाने, हाम्रो नेपालको ब्याङ्ककै गाडीमा जाने हो। र गर्दाखेरि चाहिँ हाम्रो गार्ड दाइ हुनुहुन्छ। दाइ सन्चै हुनुहुन्छ? अनि के छ त आराम? अहिले हामी चाहिँ एकदमै बिहानै आइसकेको छौँ, 8 बजे पनि छैन होला। र उहाँ चाहिँ हाम्रो गुरु दाइ। के छ दाइ? ह्यान्डसेक गर्नु न। अब चाहिँ हामी एकछिनमा जाने हो, हामीसँग जोडिनु होला। ल त धन्यवाद। टाढामा बसिसकेको छौँ। अरू एकछिनमा चाहिँ हामी ट्रेनिङको लोकेसनमा पुग्नेछ। उहाँ चाहिँ हाम्रो अघि मैले देखाइसकेँ हाम्रो गुरु दाइ हुनुहुन्छ, हाम्रो प्यारो चन्द्रिका दाइ हुनुहुन्छ। हेलो, धेरै निकै नै मिलनसार हुन्छ दाइ। अब हामी एकछिनमा जान्छौँ। ट्रेनिङमा चाहिँ खास गरी चाहिँ हामीलाई चाहिँ गोल्ड सम्बन्धी चाहिँ कसरी चिन्ने, कसरी त्यसको प्युरिफाई गर्ने, वेटदेखि लिएर त्यसको भ्यालुएसन, डकुमेन्टेसनको कुराहरू सिकाउनुहुन्छ सरहरूले। म चाहिँ अब सुनसाली ब्याकग्राउन्ड भएको कारणले गर्दा चाहिँ मलाई चाहिँ खासै त्यति गाह्रो नहोला। त्यही पनि अब सिस्टमको कुराहरूदेखि लिएर चाहिँ जिपिएसको कुराहरू, फङ्सनको कुराहरूमा चाहिँ अलिक खासै नलेज छैन। त्यो सम्बन्धी चाहिँ सिक्नलाई, बुझ्नलाई धेरै नै एक्साइटेड छु। मसँग नै रहनु होला। मेरो ट्रेनिङमा भइरहेको हजुरहरूलाई के कस्तो हुन्छ सबै कुराहरू चाहिँ सेयर गर्छु। हामी चाहिँ अब गाडी बढाइसकेका छौँ। भइरहेको गर्मी चाहिँ निकै नै छ दा, होइन? गर्मी त लास्टै झन्डै सकिन्न। पानी सानी पर्दैन दाइ, पानी परेको भयो भने क्लाइमेट पानी परेको छैन। फेरि नर्मल्ली 40-41 डिग्री त यहाँ छ। अब त्यस्तो गर्मीमा म अब कसरी यहाँको मान्छेहरू आफ्नो डेली लाइफहरू गरिरहेको छन्, डेली एक्टिभिटी गरिरहेको छन् हो नि त। मान्छेलाई अब दसो आफ्नो गुजारा चलाउनु पर्छ। केही नगरेर त भएन। अब जिउनलाई केही न केही गर्नुपर्छ। बिहानको समयमा खासै पसलहरू खुलेका हुन्छन्। कुनै पसलहरू अब नास्ता पसलहरू चाहिँ खुलेका हुन्छन्। अरू पसलहरू चाहिँ 10-11 बजीदेखि गर्दै खुल्छन्। कहाँ जान्छ आँप खानुहुन्छ? आँप छ र दाइ? कतिवटा ल्याउनु भएको छ? 500 लागि एउटा राखिदिन्छु। राखिदिनु होला त, एउटा यसो टेस्ट गर्नु पर्ला। त्यतिरको आँप लोकल आँप त हो? त्यतातिर त बोर्डरकै आँप आउँछ कि हाम्रो उतातिर पनि पुरा बोर्डरको औषधि हालेको आँप आउँछ। त्यो आँप त यार बोर्डरको आँप यार कस्तो खासै टेस्ट नै क्या, ओरिजिनल टेस्ट। अब गुलियो त हुन्छ, अब अर्कै खालको गुलियो क्या। त्यो खाएपछि थाहा भइहालिन्छ कि यो बोर्डरबाट आएको सामान हो, विषादी सामान हो भनेर। अब चाहिँ हामी एसियन होटलमा आइपुगेको छौँ। त्यहाँ देखिरहेको छ एसियन बुद्ध भनेर चाहिँ देखिरहेको छ। भने चाहिँ त्यहाँ हाम्रो लुम्बिनी जाने बाटो पऱ्यो। यहाँबाट कति 15-20 किलोमिटर होला त यहाँबाट? 20 किलोमिटर। त्यो लुम्बिनी कपिलबस्ती जिल्लामा पर्छ कि रूपन्देहीमा पर्छ? रूपन्देहीमा पर्छ। खासमा चाहिँ
हामी आइपुगेका छौँ। मलाई चाहिँ अलिकति अर्कै लाग्छ किनभने अब गाडीमा यत्रो लेभलको पनि भएको छैन गाडीमै आउने। त्यही पनि हाम्रो दाइ स्माइल दिइराख्नु भएको छ। गाडी मेरो लागि चाहिँ यति गरिदिनु भएको छ। ठिक छ होइन दाइसँग चाहिँ हल्का ब्रेकफास्टहरू चाहिँ लिनुपर्ने हुन्छ। हाम्रो चाहिँ गाडीले चाहिँ सेटिङ गरेर राख्नु भएको छ। ठिक छ दाइ यतिको सेक्युरिटी चाहिँ गर्नुपर्छ चाहिँ जुन गर्नुपर्ने हुन्छ। म्यामहरू चाहिँ आइराख्नु भएको छ। मलाई नै सर नजान्थ्यो त्यस्तो पनि छैन सर। हामी चाहिँ अहिले सेन्ट बुद्धमा आइसकेको छौँ। हाम्रो चाहिँ विशाल सर। सुरुमा चाहिँ हामीले चाहिँ ब्रेकफास्ट लिइरहेका छौँ। हाम्रो अरू साथीहरूले पनि ब्रेकफास्ट लिँदै हुनुहुन्छ। ब्रेकफास्ट भइसकेपछि हामी चाहिँ ट्रेनिङ हलतर्फ जान्छौँ। त्यसपछि हाम्रो ट्रेनिङ सुरु हुन्छ। ब्रेकफास्ट भएर हामी सबै ट्रेनिङ हलतर्फ आइसकेका छौँ। अब एकछिनमा हाम्रो ट्रेनिङ सुरु हुन्छ। हाम्रो ट्रेनिङमा चाहिँ पूर्वेन सेट सहरदेखि हाम्रो ब्रान्चको नजिकको ब्रान्चहरू सहरहरू पनि आउनु भएको छ। हाम्रो यस ट्रेनिङ चाहिँ लुम्बिनी पूर्वेन्सका हेड सर डम्बर बहादुर सरले चाहिँ दिया बालेर उद्घाटन गर्नुभएको छ। यससँगसँगै हाम्रो चाहिँ ट्रेनिङ चाहिँ सुरु भएको छ। ट्रेनिङको क्रममा चाहिँ धेरै कुराहरू रेकर्ड गर्न नमिल्ने कारणले गर्दा चाहिँ मैले धेरै कुराहरू रेकर्ड गरेको छैन र सरहरूले पनि आन्तरिक कुराहरू चाहिँ रेकर्ड नगर्दा नै राम्रो हुन्छ भन्नुभयो। चाहिँ अब छोटो छोटो क्लिपहरू चाहिँ हजुरहरूमा चाहिँ सेयर गरेको छु। ट्रेनिङको बिचमा चाहिँ टी ब्रेकहरू पनि रहेछ। हाम्रो अरू साथीहरूले पनि टी ब्रेकको आनन्द लिइराख्नु भएको छ। टी ब्रेकमा चाहिँ हाम्रो धेरै साथीहरू चाहिँ चियामा इन्जोय गरिराख्नु भएको छ। टी ब्रेक पछि हामी पुनः आफ्नो ट्रेनिङ हलमा आइसकेका छौँ र ट्रेनिङ फेरि सुरु भइसकेको छ। केही समयपछि हाम्रो लन्च ब्रेक भयो। लन्च ब्रेकमा चाहिँ हामीले लन्च लगिरहेका छौँ र हाम्रो साथीहरूले पनि लन्च लगिराख्नु भएको छ। खाना निकै टेस्टी थियो। लन्च पछि हामी फेरि ट्रेनिङ हलमा पुनः फर्क्यौँ। र हेर्दा हेर्दै हाम्रो ट्रेनिङ पनि लास्टमा आइसकेको छ। ट्रेनिङ भ्याइन लागेको छ।